2 महिना न स्थायित्व छ न भविष्यको ग्यारेन्टी। तर पनि आज हजारौं युवा निर्वाचन प्रहरी बन्न बिहानैदेखि लाइनमा उभिएका छन्। हातमा फाइल, आँखामा आशा र मनभित्र प्रश्न, 2 महिनापछि फेरि के गर्ने होला। कतिपय स्नातक पास छन्, कतिपय विदेश जान नसकेर रोकिएका, कोही वर्षौंको अनुभव बोकेका छन्, कोही पहिलो पटक सरकारी कामको झल्को पाउने आशमा आएका। तर साझा कुरा एउटै छ, देशभित्र रोजगारी छैन। यी युवा मध्ये धेरैले वर्षौंसम्म लोक सेवाको तयारी गरे, कतिले निजी क्षेत्रमा काम खोजे, कतिले साना व्यवसाय सुरु गर्ने प्रयास गरे। तर बढ्दो महँगी, सीमित अवसर र अनिश्चित नीतिले उनीहरूलाई टिक्न दिएन। अनन्त 2 महिने करार पनि अन्तिम आशा जस्तै बनेको छ। 2 महिने करारका लागि यति ठूलो भिड हुनु केवल निर्वाचन प्रहरीको कुरा होइन, यो त देशको बेरोजगारीको तस्बिर हो, जहाँ युवा पुस्ताले सपना होइन अस्थायी कामलाई पनि अवसर ठान्न बाध्य छन्। राजनीतिले युवा नै देशको शक्ति भन्छ, मञ्चबाट भविष्यका ठूला सपना देखाइन्छ, तर व्यवहारमा युवाहरूलाई 2 महिनाको कामका लागि लाइनमा उभ्याइन्छ र त्यो लाइनलाई सामान्य प्रक्रिया भनेर व्यवस्था गरिन्छ। आज यी युवाले जागिर खोजेका छैनन्, उनीहरू आफ्नो देशमै टिक्ने कारण खोजिरहेका छन्। देशमै केही गर्न पाउने वातावरण र 2 महिना भन्दा लामो भविष्य देखिने नीति चाहिरहेका छन्। आजको लाइन निर्वाचन प्रहरीको हो, भोलि यही लाइन विदेश जाने फाराम र पर्सि भिसा सेन्टरमा पुग्छ। प्रश्न जागिर होइन, प्रश्न यो हो, देशले आफ्ना युवाहरूलाई कति समयसम्म अस्थायी आशमै जीवन्त राखिरहने।